आगलागी। आगलागीको मुख्य कारण आगोको प्रयोगमा सावधानी नअपनाउनु हो। खाना पकाउँदा होस् वा फोहोर जलाउँदा सावधानी नअपनाउँदा तथा काम सकिसकेपछि पूर्ण रूपमा आगो ननिभाउँदा आगलागी हुन सक्छ। त्यसैगरी कमजोर विद्युतीय संरचना तथा सामग्रीहरू जस्तै विद्युतीय तार, प्लग, वायरिङ तथा अति कमजोर विद्युतीय सामग्रीको प्रयोग गर्नाले आगलागी हुने गर्छ। यसका साथै ग्यास, मट्टीतेल, पेट्रोल, डिजेल जस्ता अति प्रज्वलनशील पदार्थको सावधानीपूर्वक प्रयोग र सुरक्षित भण्डारण गर्नु आवश्यक हुन्छ। त्यस्तै चुरोटको ठुटो ननिभाइ फाल्दा पनि आगलागी हुन सक्छ। आगलागीको पूर्व तयारीका उपायहरू: सलाइ, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता अति प्रज्वलनशील वस्तुको प्रयोगमा सावधानी अपनाउने तथा बालबालिकाले भेट्ने ठाउँमा नराख्ने। साथै विद्युतीय सामग्रीहरूमा बढी लोड नदिने र खाना पकाउने ग्यासको पनि सुरक्षित प्रयोग गर्नुपर्छ। आगो ताप्न प्रयोग गरिने हिटर, मकल वा अन्य वस्तुले कोठा तताउँदा कम्तीमा हावा खेल्ने गरी एउटा झ्याल खोल्ने। हिटर रातभर बालेर नछोड्ने। बाथरुममा पानी तताउन ग्यास हिटरको प्रयोग गर्दा पनि हावा खेल्ने गरी कम्तीमा एउटा झ्याल खोलिरहनुपर्छ। आगलागीको समयमा गर्नुपर्ने सतर्कता: आगलागीको सुरुवाती चरणमा सम्भव भएसम्म सुरक्षित रहेर आगो निभाउने प्रयास गर्ने। सम्भव नभए जमिनमा घोप्टो परेर सुरक्षित ठाउँबाट बाहिर निस्कने। आगलागीमा परेकालाई अवस्थाअनुसार दौडेर, पल्टाउँदै वा अन्य सुरक्षित तरिकाबाट बाहिर निस्कन लगाउने तथा सहयोग गर्ने। दमकल र प्रहरीलाई खबर गर्ने। सिट्ठी फुकेर वा साइरन बजाएर जनसहभागिता जुटाउने। आगो निभाउनका लागि अग्निशमन यन्त्रको प्रयोग गर्ने वा उपलब्ध जनशक्तिलाई लाइनबद्ध गरी पानी, हरिया स्याउला, बालुवा, माटो जस्ता वस्तुहरूको प्रयोग गरी आगो निभाउने। आगलागी पछिको सतर्कता: आगलागी प्रभावितहरूको अवस्था हेरी सुरक्षित आश्रयस्थलमा राखी स्वास्थ्य सेवा, राहतसँगै खानेपानी, सरसफाइ तथा स्वच्छताको व्यवस्था मिलाउने। यस्ता काममा महिला, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अशक्तता र अपाङ्गता भएका व्यक्तिका विशेष आवश्यकताहरू र सबै व्यक्तिहरूका तत्कालीन आवश्यकतालाई ध्यान दिने। क्षतिको विवरण सङ्कलन, मूल्याङ्कन तथा पुनर्स्थापनाको काम गर्ने। यसो गर्दा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, महिला, अशक्तता र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने। साथै प्रभावित परिवार तथा समुदायमा फेरि यस्ता घटनाले असर नगरोस् भनेर जनचेतना फैलाउने र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरी समुदाय